नमस्कार, यहाँहरू सबैलाई स्वागत छ स्वास्थ्य पेजमा। म प्रिया स्मृति ढकाल। आज हामीसँग हुनुहुन्छ राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल। खास उहाँसँग पालिकाको समग्र विषयवस्तुको बारेमा त कुराकानी हामी गरिराखेकै हुन्छौँ होइन, तर त्योभन्दा फरक आज उहाँसँग हामी कुराकानी गर्दैछौँ। सम्भवतः मलाई लाग्छ पछिल्लो 6-7 महिनापछि औपचारिक रूपमा अन्तर्वार्ता आज पहिलोपटक हुँदैछ जस्तो लाग्छ। लामो समय उहाँ चाहिँ उपचारमा हुनुहुन्थ्यो र उपचारपछि उहाँ अहिले पुरानी जीवनमा फर्किनु भएको छ। हाम्रो समाजमा क्यान्सरलाई ठुलो महामारीका रूपमा लिन्छ, हेर्ने दृष्टिकोण पनि त्यो छ। उहाँ चाहिँ क्यान्सर सर्भाइभर हो, क्यान्सरलाई जितेर अहिले उहाँ नियमित कामकाजमा फर्किनु भएको छ। आज उहाँसँग यो क्यान्सरसँग जोडिएर उहाँको भोगाई, त्यसपछि उहाँको दिने प्रेरणा, यी विषयसँग जोडेर कुराकानी गर्नेछौँ। सबैभन्दा पहिले यहाँलाई स्वागत छ। धन्यवाद। हिजो आज कस्तो छ हजुरको जिन्दगी? कस्तो होइन, म बिरामी भएँ। बिरामी पश्चात उपचारकै भयो र अहिले मेरो उपचारको चरण चाहिँ सकिएको छ होइन। फिलहाल म जानु नै छ, डाक्टरसँग सम्पर्क र समन्वय भइरहेछ, तर पनि अब नर्मल जीवनमा फर्किने कोसिस चाहिँ गरिरहेको छु। सुरुमा तपाईँलाई के समस्या देखिरहेको छ? होइन, मलाई के भयो भनेपछि म नुहाउँदै थिएँ, यसो घाँटीमा छाम्दाखेरि सानो एउटा दाना जस्तो देखियो। त्यो दाना फेरि सर्ने, मुभ हुने। त्यो कति महिना पहिला? मलाई हाराहारी यो 1.5 वर्ष पहिले हजुर होइन। यसरी सरिरहेको थियो। त्यो सर्दै गर्दा अब मनमा त शङ्का लागिरहेको थियो, के को दाना होला भनेर। भने कहिलेकाहीँ के हुन्छ भने त्यो भोकल कडभन्दा, स्वर नलीभन्दा बाहिर, छालाभन्दा तल यो घाँटीमा। अनि त्यो बिस्तारै बिस्तारै त्यो बढ्दै चने के भन्छ मसुरको दाना, अनि चनाको आकार लिएर हुँदै गर्दा अलि धेरै बढ्यो। अलि मनमा पनि पुरा खेल्न थालेँ। अब पालिकाको पनि केही जिम्मेवारी स्वभाव पनि आउन थाल्यो र केही कामहरू बच्यो भने त्यो बर्खा पनि लाग्यो। अलिकति घरलाई मर्मत गरिरहेको थिएँ, तर मनमा अलिक तनाव बढ्दै गर्दा के भन्छ भनेपछि म काठमाडौँ गएँ देखाउन इएनटीलाई देखाइसकेपछि अब त्यो प्रक्रियागत चरणहरूमा, देखाउने चरणमा 4 करिब त्यो 4 अल्ट्रासाउन्ड गरियो। अल्ट्रासाउन्ड गर्दाखेरि त्योसँग सँगसँगै बगलमा एउटा दुईवटा अरू दानाहरू आइसकेको रहेछ क्या। हजुर। त्यो आइसकेको हुँदा अब काठमाडौँमा सस्पेक्ट गर्यो, शङ्का गर्यो। अनि पछाडि काठमाडौँमा शङ्का गरिसकेपछि उपचारमा पारिवारिक सल्लाह, साथीभाइ सबैको सल्लाह बमोजिम अनि दिल्ली गएर उपचार गरेर आएको छु। राजीव गान्धी क्यान्सर इन्स्टिट्युटमा। त्यहाँ त अब प्रारम्भिक को कुरा भयो होइन काठमाडौँमा। त्यसपछि राजीव गान्धी अस्पतालमा गइसकेपछि सुरुमा अब तपाईँ क्यान्सर नै पुष्टि भइसकेपछि त्यो बेला होइन, मेरो क्यान्सरको कस्तो भयो भने बडा अप्ठ्यारो पनि भयो। यसलाई लिम्फोमा क्यान्सरसँग जोडिरहन्छ। यो तपाईँको अब मेडिकल साइन्सले के भन्छ थाहा भएन, तर मलाई मेरो आफ्नो बुझाइ, म त त्यो विषयको विद्यार्थी होइन, तर पनि यसलाई यो एककालको ब्लड क्यान्सरसँग जोड्दो रहेछ होइन। लिम्फोमा क्यान्सर भनेर भन्यो मलाई डक्टरले। यसमा पनि 2 थरीको क्यारेक्टर हुँदो रहेछ भन्थ्यो, हजकिन, नन हजकिन। काठमाडौँमा गरेको मैले हरिसिद्धि क्यान्सर हस्पिटलमा मैले त्यहाँ बायोप्सी गरेँ। मैले सुरुमा मलाई कस्तो अप्ठ्यारो पऱ्यो भने एएनटी डक्टरसँग गएँ। डक्टरले अल्कामा गर्दा डक्टरले शङ्का त गरेकै हो, तर पनि अब स्टार्टिङमा अल्ट्रासाउन्ड गरियो। अल्ट्रासाउन्ड गर्दा त्यहाँ तपाईँको 3वटा नोडहरू, एउटा पहिलोचोटि अल्ट्रासाउन्ड गर्दा 2टा नोडहरू देखियो, डल्लो देखियो। त्यो एउटा ठुलो डल्लो, त्यसैसँग झुन्डिएको एउटा सानो। तर 2 दिन पछाडि 3 दिन पछाडि फेरि अल्ट्रासाउन्ड गर्दा फेरि 3टा डल्लो देखियो। हेर्नुहोस्, हाम्रो यहाँको मैले यसो हेर्दा होइन, यति छिटै पनि ग्रो भएको हो कि अब त नदेखिया हो कि होइन। रिपोर्टमा अब एफएनएसी गरौँ भनेर भनियो। एफएनएसी गर्दाखेरि पछि पनि मान्छे त झुकिँदो रहेछ नि। एफएनएसी गरियो। एफएनएसी गर्दा पनि त्यो तपाईँको क्यान्सर हो या होइन भनेर स्क्रिन गर्दो रहेछ एफएनएसी, त्यो भित्रको पानीले। एफएनएसीमा नेगेटिभ आयो। अब एउटा एक खालको मनमा जुन दुविधा उत्पन्न भइरहेको थियो, डर भइरहेको थियो, त्यो अलिकति एकछिनलाई हरायो। अब उपचार गर्दा तपाईँको के भन्छ, डाक्टरले दिएको औषधिले त तलमाथि हुँदैन। त्यो डल्लो हाराहारी, त्यो डल्लो एउटा जुन घाँटीमा बढ्दै गएको थियो, मैले सुरुमै भने त्यो डल्लो तपाईँको 4 सेन्टिमिटर भन्दा अलिक ठुलो हुन बढ्दै गएको छ। अब घाँटी पनि अलिकति ठुलो हुँदै गएको छ। हेर्नुहोस् होइन, मान्छेलाई त स्वेलिङ भन्दा पनि त्यो तपाईँको मोटाएको जस्तो देखिने क्या।
हेर्दा मान्छेले देख्यो भने त्यो घाँटी तपाईँको मोटाएको छ भने कसैले पनि त्यो सुन्निएको घाँटी सुन्निने दुख्ने पनि मलाई एउटा पनि केही पनि भएन, त्यो डल्लो पनि नदुख्ने डल्लो पनि यसो घाँटी यसो तन्क्यो भने कहिले यतातिर जाने कहिले अर्को साइडतिर जाने होइन, मुभेबल भइदिने एउटै ठाउँमा, छालामा त त्यो एउटै ठाउँमा भएको, तर घाँटी चाहिँ नि त्यो मोटाको जस्तो देखेर अब होइन, म अलिकति मोटो पनि थिएँ नि त, वेट पनि मेरो बढेकै थियो, त्यो अवस्थाले गर्दा एफएनएससी गरेँ, अनि नेगेटिभ आइदियो, एमआरआई गरेँ, एमआरआईमा पनि खासै त्यो तपाईँको डायग्नोसिस गर्न सकिएन डाक्टरले, एमआरआईमा पनि डायग्नोसिस गर्न नसकिसकेपछि अब बायोप्सी गरौँ भनेर भन्न थालेँ, बायोप्सी गरौँ भनेर चाहिँ बायोप्सी गरियो, बायोप्सीमा मेरो शङ्का गर्यो, बायोप्सीमा नन हज्किन लिम्फोमा भनेर शङ्का गर्यो, नन हज्किन लिम्फोमाको क्यारेक्टरसँग मिल्दोजुल्दो ठ्याक्कै भनिदिएन कि यो क्यान्सरको क्यारेक्टरसँग मिल्दोजुल्दो छ भनेर भन्यो हरिसिद्धिमा। अब शङ्का गरिसकेपछि मनमा दुविधा किन राखिराख्ने भन्ने भयो, तनाव कति हुन्छ मान्छेलाई होइन, मानसिक तनाव कति झेल्नु पऱ्यो, अब बाँच्नु छ भन्ने लागिसकेपछि अब काठमाडौँमा उपचार गर्ने कि यहीँ भन्यो, एक मन त काठमाडौँमा पनि ठिकै छ भने डाक्टरसँग कन्सल्ट गरिरहेको थियो, प्रभात ठाकुर हुनुहुन्थ्यो अरे होइन इन्टीको हरिसिद्धिमै, उहाँले यहीँ पनि ठिक हुन्छ भन्नुभयो होला, यहाँ पनि भयो होला, तर एउटा पारिवारिक सल्लाह साथीभाइहरूको सल्लाह अनुसार म त्यो बायोप्सीको रिपोर्ट आएकै भोलिपल्ट म दिल्ली गइहालेँ। अब दिल्ली जाँदा त्यो बायोप्सीको प्लेट फेरि हेर्न थाल्यो, अहिले त ब्ल्याक त्यो के पढ भन्दो रहेछ होइन, त्यो हेरिसकेपछि उनीहरूले त्यो रिपोर्ट म त्यहाँ फेरि हज्किनको लिम्फोमाको के भन्छ भने डायग्नोसिस गर्यो, काठमाडौँमा नन हज्किन लिम्फोमासँग क्यारेक्टर मिल्छ भन्यो, अनि दिल्लीमा चाहिँ हज्किन लिम्फोमा भइसकेपछि डाक्टरले पनि यसलाई ल त ठिकै छ त किन भयो त काठमाडौँ पनि राम्रै डाक्टर होला राम्रै इन्स्ट्रुमेन्ट होला भनेर मेरो रिपोर्टलाई उनीहरूले डाक्टरसँग सल्लाह भइसक्यो, दिल्लीमा डाक्टरले मलाई हेर्नुभयो, त्यो डाक्टरसँग सल्लाह भइसकेपछि मेरो रिपोर्टलाई फेरि तपाईँको मुम्बई पठाउनु भयो, बम्बईबाट पनि त्यसलाई फाइनल गरिसकेपछि प्राइभेट सल्लाहको आधारमा अनि के भन्छ त्यो रिपोर्ट आएपछि अनि मेरो हज्किन लिम्फोमासँगको क्यारेक्टरमा ट्रिटमेन्ट सुरु भयो, दिल्लीको र बम्बईको रिपोर्ट चाहिँ एउटै क्यारेक्टर मिल्यो, लगभग कन्फर्म चाहिँ त्यही कन्फर्म छैन त्यही त्यो कन्फर्म भएको दिन चाहिँ त्यो रिपोर्ट आइसकेपछि तपाईँको होइन, मलाई अब तपाईँको काठमाडौँमै पनि यति धेरै मानसिक तनाव त्यो विस्तृत गरेर सकिँदो रहेनछ हेर्नुहोस्। जब दिल्लीमा गएपछि मैले डाक्टरलाई सोधेँ, डाक्टर साहब यो कुन स्टेजको हो भन्नुभयो, डाक्टरले भने मलाई यो 3rd स्टेजको भन्नुभयो, हेर्नुहोस् म त के भन्छ भने के भयो के भएन भनेर साध्यै हुँदैन होइन, तर त्यहाँ उपचार गर्न ठाउँमा काठमाडौँमै पनि क्यान्सर इन्स्टिट्युट त्यो हरिसिद्धिमा र दिल्लीमा हेर्दा मलाई आज लाग्छ हाम्रो सरकारले हामी सबैले हामीलाई यसलाई सरल लिनु भन्न त म सक्दैन हेर्नुहोस् म आज पनि होइन, तर जुन तरिकाले हामीले दुःख पाइरहेछौँ हाम्रो गभर्मेन्टले पनि सोध्न जरुरी छ नेपालीहरूलाई, किन यो असाध्य रोगहरूमध्येमा यो बढ्दो क्रममा छ हेर्नुहोस्, नसर्ने रोगको प्रभाव त्यही त। र मैले त्यहाँ दिल्लीमा पनि यसो हेर्दा हरेक प्राइभेट हस्पिटलहरूमा तपाईँको को कहाँ छ भनेर सोद्धा कोही साथीहरूले मेदान्तमा, मलाई त्यो बेला मेरो चिनीका साथीहरू होइन हामी नेपालगञ्जको मान्छे, मैले देखेको त्यो दिल्लीमा सानो 6 महिनाको बच्चादेखि लिएर हेर्नुहोस् है युवादेखि लिएर क्यान्सरले त जसलाई पनि छुँदो रहेछ, यो खाएर पिएर यसो हुन्छ, तर त्यो चाहिँ नि होला त्यो एउटा कज चाहिँ नि हो, तर मैले जुन त्यहाँ भोगेँ जुन अप्ठ्यारोपन हस्पिटलभित्र अप्ठ्यारोपनको कुरा होइन कि बाहिर जुन मानसिक तनाव जसरी भोगिन्छ नि, उपचारको भन्दा पनि तपाईँलाई बढी मानसिकले होइन अब क्यान्सर त भयो यस्तो सुरुको सोचाइ के थियो, पुष्टि हुन बित्तिकै सुरुकोमा एकदम दिमागमा मैले डाक्टरलाई सोधेँ डाक्टर साहब के छ त बाँच्न त बाँचिन्छ नि भन्ने मेरो प्रश्न गरेको थिएँ डाक्टरलाई, डाक्टरले के भन्यो भनेपछि यो केसमा यो तपाईँको उपचार गर्ने केसमा सबभन्दा पहिलो तपाईँको आत्मविश्वास र आत्मबल, उसले मलाई भनेको शब्द डाक्टर स्वप्निल त्रिपाठी थिए, मैले भनेको आत्मविश्वास र आत्मबल दोस्रो हाम्रो उपचार, र यसमा किमो मात्रै गर्ने हो भनेपछि 60 देखि 80% तपाईँको क्योर रेट छ, मलाई त इम्युनोथेरापीको पनि उहाँहरूले सल्लाह दिनुभयो, अनि इम्युनोथेरापी गर्ने हो भने यसमा 90 देखि 95सम्मको तपाईँको क्योर रेट छ भनेर चाहिँ अब
के गर्ने अब यो हच्किन लिम्फोमाको क्यारेक्टर भनेपछि फ्युचरमा पनि तपाईँको फेरि रिपिट हुने सम्भावना हुँदो रहेछ क्या 2-4 वर्ष 4-5 क्यान्सरले त मान्छे ठिक भयो भनेर भन्यो लाइफस्टाइल अलिकति फेरि तलमाथि हुन बित्तिकै फेरि दुःख पाइँदो रहेछ मेरो बुझाइ त्यस्तो रह्यो पछिल्लो चरणमा होइन त्यहाँ बुझ्दै गर्दै जाँदाखेरि त्यहाँ उपचार गर्ने मान्छेहरूलाई हेर्दै जाँदा ठिक भएर भनेर फर्किरहेको हुन्छ 2 वर्ष पछाडि 3 वर्ष पछाडि बल्झिरहेको अवस्था हुन्छ भने के रहेछ भनेर फ्युचरमा पनि नहोस् अब मैले भोगेको कुरा त हेर्नुहोस् आर्थिक रूपले पनि त्यतिकै समस्या बस्नु पर्यो परदेश छ होइन परदेश त हो नि त आर्थिक रूपको पनि त्यही समस्या अनि मानसिक तनाव जीवन र मृत्युसँगको कुरा हो नि त यार होइन अब ल त अब यो मलाई त तपाईँको 6 साइकल भनेपछि 12वटा किमो र 12वटा इम्युनो चलाएँ मैले होइन एकदमै गाह्रो हुँदो रहेछ त्यो अब मान्छेले के भन्छ होइन किमो दिनु बेला त अत्यन्तै पीडादायी पनि हुन्छ भन्ने चाहिँ अब तपाईँलाई के भन्नु यी हेर्नुहोस् यी नसाहरूमा जुन यस्तो छ हड्डी जस्तो भएको छ नसाहरू होइन अनि यो कालो कालो भन्छ रेसिस भएको छ यी नङहरू यस्तो कालो भएको छ यो सब किमोको असर हो किमो दिइसकेपछि डाक्टरलाई सोधेको यो 2-3 महिना पछाडि तिम्रो सुधार हुन्छ नाथ्यो भनेर भने अब किमोले त के गर्छ भनेर भन्ने कुराको त छोडिदियो किमोमा त्यो तपाईँ किमो एक प्रकारको सलाइन नै हो अब होइन किमो त सलाइन नै हो तर के भन्छ भनेपछि सलाइनसँग दिने नै त हो नि इन्जेक्सन पनि हो एउटा इन्जेक्सनको रूपमा पनि आयो मलाई त किमो एउटा इन्जेक्सनमा दिइरहेको थियो अरू 2टा तपाईँको सलाइनको रूपमा चढाउँथ्यो त्यो अलिकति तपाईँको त तलमाथि भयो सलाइनसँग मिलाउँदाखेरि तलमाथि हुन बित्तिकै हेर्नुहोस् यस्तो दुख्ने यस्तो पोल्ने कि त्यो सहनै गाह्रो अब त त्यो नदुख बिरामीलाई नदुखोस् भन्ने तरिकाले नर्सहरूले पनि त्यतिकै केयर गर्थे मिलाउँथे होइन त्यसले गर्दा भएन अनि त्यो किमो चढाइसकेपछि शरीर जसरी गल्यो अब मान्छेहरूले भन्दा पनि होइन मान्छेहरूको त हेयरफल पनि हुन्थ्यो कपाल झर्ने मेरो तपाईँको कपाल त झऱ्यो तर त्यति धेरै झरेन 10-20% चाहिँ झऱ्यो होला कपाल अनि पेटमा समस्या जिब्रो फुट्ने पटपटै फुट्ने अनि स्वादहरू हराउने 5-7 दिनसम्म होइन के भन्छ अनि केही खान पनि मन नलाग्ने तर बाँच्नका निम्ति पनि खानुपर्ने स्थिति रह्यो होइन त्यो सुरुको डोजको किमो र लास्ट तपाईँलाई 12औं पटक राख्दाखेरिको किमोमा को पीडा उस्तै हुँदो रहेछ कि घट्दै घट्दै जाँदो होइन किमोको त किमो चढाउँदा 12 र फर्स्ट डोजको त फरकै रह्यो त्यो फिल एउटा आत्मविश्वास होइन शरीरले पनि त्यसलाई टलरेट गर्दै गऱ्यो तर फर्स्ट किमो चढाइसकेपछि मलाई त 7-8 दिन चाहिने त आपत भयो हेर्नुहोस् आपतै भयो दोस्रो किमो मलाई तेस्रो किमोसम्म चौथो किमोसम्म त म साह्रै गलेँ 2 महिना हाराहारी 15 दिनमा मेरो किमो थियो त्यसले साह्रै गलायो बिस्तारै पछि अब एउटा तर म एउटा मनमा मेरो त्यहाँ बिरामीहरू देखेँ कि म त्यहाँ बिरामीहरूको देखेँ पहिलेको अब हामी बाहिर सुन्छौँ होइन फर्स्ट स्टेजकै भइदियो सेकेन्ड स्टेजकै भइदियो भन्ने हुन्छ कतिपय बिरामीहरू म त 4th स्टेजको भनेर भन्थ्यो ट्रिटमेन्ट गर्नु लागेको कति वर्ष भयो भने उनीहरूले 3 वर्ष 4 वर्ष भइसक्यो 2 वर्ष भयो 6 महिना भयो भनेर भन्थ्यो त्यहाँ गइसकेपछि अनि अब हामीले मान्छेलाई हेर्छौँ नि अब लाइफस्टाइल त लाइफस्टाइल भान्सा नै शुद्धता चाहिँदो रहेछ जीवनको शुद्धता चाहिँदो रहेछ होइन तर पनि त्यो 6 महिनाको 6 वर्षको 8 वर्षको त्यो बच्चालाई के मतलब होइन न ऊ जाँड रक्सी खान्छ न सुर्ती खान्छ खोज चाहिँ नै हो जाँड रक्सी खानेलाई लिभरको हुने सुर्ती खानेहरूलाई मुखमा हुने गुट्का खानेहरूलाई हुने म त त्यो पनि नखाने म त सुर्ती जान्ने त केही पनि लिँदैन त कहिले काहीँ अब तर यस्तो अवस्थामा पनि त्यहाँ जब हेरेँ मान्छेहरू रिकभर भएको पनि देखेँ खुट्टा काटेको छ मुख काटेको छ घाँटीबाट पुरा पाइप हालेर बसेको छ यी मान्छे ठिक हुन सक्छन् यिनमा आत्मविश्वास छ भने त यिनीभन्दा त म धेरै ठिक छु नि भन्ने हो तर पनि त्यतिले मात्रै हुँदो रहेनछ होइन किन एक्लै बस्दा चाहिँ आफ्नो मनले सँगलाई सन्तुष्ट गराउनु बडा गाह्रो हुँदो रहेछ तर जित्नै पर्दो रहेछ खास के कुराले तपाईँलाई चाहिँ इम्प्रुभ गरायो एउटा उपचार प्रक्रिया त मैले पहिले देखेँ त्यहाँ बिरामीहरूको अवस्था हेर्दा त्यो बच्चाहरूले एउटा बच्चा देखाएको थिएँ मैले त्यहाँ तपाईँको 8 वर्षको बच्चा अनि त्यसले देखेको अनि पछि अलिकति वृद्धहरू पनि मजाले दिनभरि आएका छन् किमो चढाएको छ र पहिलेको जुन सुनाइ छ जुन सुनिन्छ नि त्यो सुनेको अवस्था र टाइमली म टाइममै गएको पनि हो हेर्दा पनि मेरो यो बाहिर देखिनु दाना आउनु नै सेकेन्ड स्टेज रहेछ क्या होइन अनि मेरो अर्को फेरि दाना पनि तपाईँको डायफ्राममा पनि एउटा सानो 0.1 सेन्टिमिटरको एउटा दाना आएको रहेछ अलिकति मैले ढिलो नै गरेँ
तर पनि मैले ढिलो गर्दा गर्दै पछि पनि बेसिकली एउटा सामान्य टाइमभित्रै पुग्न गएको हुनाले उपचारका निम्ति तिमीलाई सजिलो हुन्छ भनेर डाक्टरले भन्यो। अब सजिलो त के सजिलो, अहिले औषधिप्रतिको भरोसा, डाक्टरप्रतिको भरोसा, अस्पताल त्यहाँ औषधिप्रतिको भरोसा र विश्वासले र ठाउँमै छु भन्ने लागेर पनि मलाई चाहिँ के भन्छ भने त्यसले एउटा प्रेरणा गर्यो। जसलाई सोध्यो तिमी ठाउँमा आछौ ठिक छ भनेर पनि साथीभाइहरूले पनि भन्नुहुन्थ्यो, राम्रै छ भनेर भन्यो। त्यो एउटा आत्मविश्वासले मैले किमोलाई चाहिँ नि एक्सेप्ट गरेको। तर किमो लगाउँदा त बडा त्यसको दर्दका कुरा नगरौँ, त्यो त अब त्यति बेला बढी मिस गर्ने चाहिँ के हुँदो रहेछ? परिवार, बच्चा बच्ची, साथीभाइ, यिनीभन्दा बढ्ता त के छैन। आफूलाई बिरामी भइसकेपछि आफ्नो परिवारै याद आउँछ, आफ्नो छोराछोरी नै याद आउँछ। अब त बाँकी त कुरा के छ त, अब म त सोसल एक्टिभिटीको मान्छे होइन, पोलिटिकल वर्कर। अहिले मेरो जनताप्रति के भन्छ, म राप्ती गाउँपालिकाको अध्यक्ष, जिम्मेवारीप्रति पनि अब टाइमली यो जिम्मेवारीप्रतिको मेरो जवाबदेहिता त छँदैछ। तर पनि सामान्य त कुरा के रहन्छ भनेपछि परिवारै याद आउँछ। जसले जति जेसुकै कुरा गर्दापछि पनि त्यो दुःखको घडीमा परिवार, पहिलो परिवार, अनि दोस्रो साथीभाइ होइन, अनि त्यसो त आफ्नो जिम्मेवारी जवाबपन पनि याद आउने हुन्छ। त्यो बेला चाहिँ याद आउने त भने कतै भगवान्सँगको भरोसा रह्यो होइन, त्यो ईश्वरसँग के पुगारिएन। अब यसले त हो नि, ठिक हुनलाई के पुगारिएन, अझै पनि उपचारकै कर्ममा छ। अहिलेको दैनिकी चाहिँ कसरी बितिरहेको छ तपाईँ? अहिले दैनिकी कस्तो छ भनेपछि हेर्नु, मलाई डाक्टरले अबको 3 महिना तिमी भिडमा नजाऊ, तिमी भिडमा नजाऊ, अनि तिमीले धुलो धुवा माटो धुवा यस्तोसँग पछि पनि तिमी बस्छ, परहेजै गर। उसले मलाई परहेजै भनेको छ। अब जिम्मेवारीमा छु मान्दैन मान्छे सोच्छ अब के हो, अब त्यस कारण मेरो जवाबदेहितासँग पनि जोडिएको छ भन्ने लागेर केही कुराहरूमा अलिकति सक्रिय भइदिन्छु हेर्नुहोस् होइन। अब पालिकाको अध्यक्ष भइदिए हुनाले मैले काबा उपाध्यक्षलाई दिइरहेको हुन्छु। अब उहाँले पनि एउटा पद्धतिले, विधिले, कानुनले, नियम बमोजिम गर्नुपर्ने काम, मान्छेहरूले होइन कर्मचारीले नियम कानुन गरिदिनुपर्ने काम, स्थानीय तहमा कतै लफडा हुन्छ, सिस्टमले गर्नुपर्ने काम पनि नभइदिएर अलिकति गाह्रो हुन्छ। अनि यो मान्छेहरूको एउटा नागरिकको पनि चाहना होला, उपाध्यक्ष भनौँ न, त्यहाँ त पद्धति छ नि, जिम्मेवार जवाबदेही अध्यक्ष नभएर पनि त काम त चलिरहेछ नि त। तर होइन भन्ने लाग्छ। अनि कतिपयले ससानो कामका निम्ति फोन गरेन त मलाई डाक्टरले भनेको अबको 3 महिना तिमीले एकदमै निषेधित जीवन बिताऊ। त्यही भएर मैले बिहान उठेर, उठ्न त म तपाईँको बिहान 5:30 देखि 6, 6:30 म बिछौना छोड्न सकिरहेको छैन। अब 6:30, 7मा गरेर सकेपछि अब नुहाइधुवाइ गऱ्यो होइन, नुहाइधुवाइ गऱ्यो, अनि पूजापाठमा अलिकति अब ध्यानसँग पूजापाठमा लागिरहेको छु होइन। अब भगवान्लाई त्यही बेला त याद आउँदो रहेछ। त्यो भइसकेपछि अब बिहानको खाजा फलफुल अनि त्यो सुपमा जोड गर्छु। यो चुकन्दर गाजरहरूको फलफुलकै सुप लिने गरेर अनि यसो बाहिर आएर तपाईँहरूसँग साथीभाइहरूसँग भेटघाट गर्ने हो। अनि खाना, अनि दिउँसो 10, 10:30, 11 खाना खाएर खाना त मेरो तपाईँको के भन्छ भने गुलियो र चिल्लो नखाऊ भनेको छ मलाई। गुलियो र चिल्लो नखाने, अरू बाँकी तपाईँको के भन्छन् भनेपछि सक्नुहुन्छ बाहिरको खाना नखानुहोस्। त्यसले गर्दा मलाई बाहिर गाह्रो भएको छ। बाहिरको खाना नखानुहोस्, घरकै खाना खानुहोस्, हाइजिनको खानुहोस्, ठिक छ भनेर छ। अनि यो 3 महिना तपाईँको किमो भन्दा चाहिँ इम्युनिटी पावर मेरो त अब कमजोर हुन्छ नि त, किमोको कारण इम्युनिटी कमजोर हुन्छ। अनि त्यसले गर्दा अलिकति ख्याल गर्नुहोस्। अब मलाई त इम्युनिटी त्यो तपाईँको किमो गर्दा हरेक पटक तपाईँको ब्लड चेक गरिन्थ्यो क्या, थाइरोइडहरू चेक गर्थ्यो, अनि हेमोग्लोबिन भयो, अनि क्रिएटिनिनहरू भयो, आरएफटी एलएफटी सबै गर्थ्यो होइन। जसले गर्दा बिरामी सङ्क्रमित हुन नपाओस्, बिरामी कमजोर नहुन नपाओस् भन्ने उनीहरूको उद्देश्य हुँदो रहेछ। किमो चढाउँदा सजिलो हुन्छ, तर मेरो सजिलै भयो र म किमोसम्म चलाएँ। बिचमा तपाईँको आइरन इन्जेक्सन पनि लगायो मलाई, अलिकति ब्लड घट्दै भएको हुनाले प्लेटलेट्सहरू पनि चेक भइरहन्छ। त्यो आधारमा तपाईँको किमो इम्युनिटी गर्ने हो। जस्तो यहाँ त क्यान्सरबाट माथि तङ्ग्रिएर अहिले चाहिँ नर्मल जीवनमै हुनुहुन्छ होइन, फलोअप उपचार त्यो मलाई होइन, मैले तपाईँको के छ भने 4औँ किमो लगाएर 6औँ किमो पछि
चौथो भयो मलाई छैटौँ किमो पछाडि मलाई त्यो तपाईँको अरू साथीभाइहरूलाई जसरी बिरामीहरू लत्रेको हुनुहुन्छ नि भने अब जसरी दुःख भन्दा त्यसमा चाहिँ नि मैले त्यति धेरै त्यो मैले फिल गरेन। पछि त म तपाईँको 7औँ 8औँ हुँदै गयो मलाई 12वटा लगाउनु पर्ने 15 दिनमा लगाउनु पर्ने भएर त्यो आत्मविश्वासले पनि र म हिडुलमा त गर्नु सकेँ। म किमो लगाएर पनि म 1-2 किलोमिटरमा किमो लगाएर आउँथेँ। त्यहाँ पार्कमा 2 किलोमिटर जति म हिँड्थेँ अनि र पर डे 4 किलोमिटर 5 किलोमिटर त म हिँड्थेँ। बरु मेरो अहिले छुटेको छ त्यो शारीरिक अभ्यास होइन। तर त्यो बेला चाहिँ किमोको चरणमा चाहिँ म मजाले 4-5 किलोमिटर हिँड्थेँ। आत्मविश्वास यो एउटा आत्मविश्वासले भरोसा र विश्वासले नै हो बढ्नुपर्ने। त्यो आत्मविश्वास आफूलाई कमजोर बनाउने हो भने गाह्रो हुन्छ। अब आत्मविश्वास छ भन्दैमा उपचार पद्धति गलत भइदियो, औषधि भइदिएन भने त्यो जित्ने कुरा रहेन। तर यो सँगसँगै औषधि उपचार पनि टाइमली भएर होइन राम्रो उपचार भएर राम्रो होइन रिपोर्टहरूको आधारमा डाक्टरले राम्रो उपचार गरिरहेछ भने त्यससँगलाई जोड गर्ने कुरा त आत्मविश्वासै हो। त्यही अब नसल्ने रोगको प्रभाव मध्येमा क्यान्सर अहिले महामारीकै रूपमा छ होइन। अब यहाँले यहाँ स्थानीय सरकारको पनि नेतृत्व गर्नुभएको छ होइन, प्रदेश छ, सङ्घ छ। खास नेपालमा चाहिँ क्यान्सर रोगको उपचारको प्रक्रिया के रहेछ, कस्तो रहेछ, के गर्नुपर्ने छ? अब त तपाईँ मैले सुन न म गाउँपालिका अध्यक्ष भएपछि यो सङ्घीय सरकार र प्रदेश सरकारको र हाम्रो पालिकाले पछि पनि राहत सन्दर्भमा अब उपचार कोषमा चाहिँ उपचारका निम्ति सिफारिस गर्नुपर्ने प्रदेश सरकार समक्ष सङ्घ सरकारले तोकेका अस्पतालहरू समक्ष मान्छे त होइन जो क्यान्सर लागिसक्यो नि त्यो त बिरामी छ। अनि दोस्रो कुरा के छ भनेपछि तपाईँको अब राहत माग्न आउने भने मैले त्यो बेला पनि धेरैलाई भन्थेँ यसरी फैलिँदै जान्छ। म आफै गाउँपालिका अध्यक्ष हुँदै गर्दा यसरी सिफारिस गर्ने प्रतिदिन एउटा दुईवटा बिरामीलाई सिफारिस गरिरहेछ हेर्नु। हाराहारी 1 महिनामा 20-30 जना हामी सिफारिस गर्छौँ। यसरी जाँदै गर्दा राज्यको पनि खर्च बढिरहेछ, नागरिकको पनि आफ्नो बिरामीको पनि आर्थिक अवस्था कमजोर हुँदै गएको छ नि त। यो महँगो छ नि त यो उपचार होइन। उपचार त महँगो छ, डायग्नोसिस महँगो छ। अब सामान्य हेरेको हामी बायोप्सी गर्दाखेरि पनि रिपोर्ट सही नआइदिने, MRI गर्दा सबै नआउने, पेट सिटी गर्दा रिपोर्ट सही नआउने हो भने रिपोर्टमा नि त्यो हाम्रा एक्सट्रिमेन्टहरूमा पनि त प्रश्न उठ्यो नि। हामीले चेक गर्ने निरीक्षण गर्ने कुराहरूमा हामीले त्यो कुन साधन प्रयोग गरेर के भन्छ भनेपछि रिपोर्टहरू निकालिरहेछ भन्ने कुरामा त अब त्यो ल्याबहरूमा पनि त प्रश्न उठ्यो नि त। अब बिरामीको कुरा गर्दा हेर्नु मलाई के लाग्दछ भने हामी कहाँ डायग्नोसिसको बडा समस्या छ जस्तो लाग्छ। म आफैले पनि लुकाउने के होला र भने कहिले कहिले यसो हेऱ्यो क्यान्सरसँग मनमा डर पनि लागिरहेछ। म त अलिकति सचेत नागरिक हो नि त, मनमा डर पनि लागिरहेछ अनि डर त्यत्रो चेक पनि गराइरहेको छैन होइन। डर पनि लागिरहेछ, चेक पनि गराइरहेको छैन। म जतिको सचेत नागरिकले भने नभइदियो त हुन्थ्यो भने पनि म त ठुलो गरेँ भने त 4 महिना त हाराहारी मैले 4-5 महिना मान्छेको त 4-5 महिनामा त जीवनै सकिन्छ नि। सुरुमै चाहिँ त्यो सुरुवात चरणमा गरेको भए सायद अझ मैले कम दुःख पाउँथेँ होला, मेरो कम आर्थिक पैसा खर्च हुन्थ्यो त्यो हो नि त। अनि अर्को कुरा के रहन्छ भनेपछि अब मैले कहिलेकाहीँ कम्पेयर गर्छु आफूलाई त मेरो अवस्थामा त यो हेर्छु भने अब कहिलेकाहीँ पेट दुखाइ भरमा यो देखिने डल्लोको बारेमा शरीरमा अनावश्यक आएको एउटा ट्युमर डल्लोको बारेमा त मलाई चेक गराउन 4-5 महिना लाग्छ भने आम नागरिकको अवस्था के होला भनौँ। र अनि क्यान्सर भन्ने शब्द सुन्न साथ मान्छेको अवस्था के छ भन्नु त म त कल्पनै गर्न सक्दैन। म त्यो MRIको मेसिनमा म जीवनमा पहिलोचोटि पसेको MRI गर्दा हेरेर त्यो मेसिनमा पस्दाखेरि त्यसको आवाजदेखि लिएर अनि होइन कति डर लाग्यो होइन। पेट सिटी गराउँदा कहिले यता लान्छ कहिले उता लान्छ होइन, कति डर लाग्यो। भगवान् पुकार्नु बाहेक छोराछोरी सम्झिनु बाहेक केही पनि हुँदो रहेनछ भन्ने लाग्छ कि त्यो बेला मैले कुन क्षेत्रमा हात हालेछु कहाँ हालेछु कसो गरेछु भनेर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ। बाँच्न त सबैलाई मन नै लाग्छ होइन। त्यस कारण राज्यले संवेदनशील तरिकाले सोध्न के जरुरी छ। उपचार विधि पद्धति भन्दा पनि उपचार ठिक छ, उपचारमा पनि गरौँ न।
हाम्रा निजी क्षेत्रका अस्पतालहरूबाट भन्दा अब सरकारी अस्पतालहरूमा हाम्रा उपकरणहरूको र हाम्रा विशेषज्ञ डाक्टरको अवस्था के हो? कम्तीमा सरल तरिकाले यो उपचार यद्यपि अरू रोगहरूभन्दा यो महँगो छ, तर टाइमली भइदियो भनेपछि क्यान्सरमा के भन्छ भनेपछि त्यसको ठिक हुँदो रहेछ त। धेरैको भएको छ होइन, तर हामी के भन्छन् गाउँमा दूरदराजको मान्छेले, गाउँको मान्छेले अनि यसलाई बुझ्नका निम्ति, बुझ्नुभन्दा पनि लागिसक्यो भने अब हामी के गर्छौँ, मलाई त यो अनुभव लाग्छ, कतिलाई सोध्थेँ पेट दुखिरहेको थियो भन्थ्यो, मेरो त पेटसँग रिलेटेड होइन, पेट दुखेको थियो ऊ गाउँमै देखाउँछ, औषधि खान्छ पहिले क्लिनिकबाट किनेर गाउँमै देखाउँछ होइन। गाउँको आधारभूत स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य चौकी अलि बढ्दा त्यसले ठिक भएन नेपालगञ्ज जाउँला अथवा बजारमा जाउँला अनि त्यहाँ देखाउला, अनि त्यहाँसम्म आउँदा आउँदा बिग्रिसकिरहेको हुन्छ। त्यहाँबाट आएपछि या त ऊ चितवन जाने हो कि खजुरा जाने हो कि, हाम्रा बिरामीहरूको अवस्था त्यो छ। अब चितवनै लान महाभारत छ, खजुरामै महाभारत छ। अनि आफ्ना अस्पतालहरूबाट जस्तो मलाई खजुराको अस्पतालमा राम्रो उपचार हुन्छ, खजुराको अस्पतालमा ठिक नभएको चाहिँ छैन, मलाई त्यहाँको अध्यक्षजीले यही गरौँ पनि भन्दै हुनुहुन्थ्यो। तर जीवनप्रतिको भरोसा र आत्मविश्वास त ठुलो कुरा हो नि त, विश्वास हो नि त। मेरो त ठुलो कुरा आत्मविश्वास हो नि। मलाई महेन्द्रजीले यही गरौँ भाइ नाच्यो न ठिक हुन्छ यही पनि भन्नुहुन्थ्यो। मलाई ल कि मनै चढाउनु किन जानु पऱ्यो भन्नुहुन्थ्यो। मैले दाजुलाई धन्यवाद पनि दिन्छु, उहाँले माया गर्नुभयो। खजुरामा पनि ठिक भएका थुप्रै साथीहरू हुनुहुन्छ सर्जन गरेर ठुल्ठुलो केसहरूमा पनि, तर पुग्न सकिन्छ र जान सकिन्छ भने किन ठाउँमा नजाने भन्ने एउटा भरोसा हो नि त। त्यो भरोसा चाहिँ हामीले कायम गर्नुपर्छ र त्यो कायम आम नागरिकको पहुँच पुग्ने खालको स्वास्थ्य चाहिनेमा आम नागरिकको चाहिने पहुँच पुग्नुपर्छ। त्यतातिर हामी सबैजना हुन्छ, त्यो स्थानीय सरकारले सक्दैन। स्थानीय सरकारले दिने भने त बजेटको एउटा केही भाग चाहिँ स्वास्थ्य राहत दिने हो। अलिकति स्क्रिनिङमा चाहिँ स्क्रिन त हामीले गरिरहेछौँ नि, मैले अहिले स्क्रिनको त अहिले हाम्रो पालिकामा चलिरहेछ, हरेक वर्ष गरिरहेको हुन्छौँ होइन। क्यान्सरमा त मलाई त क्यान्सर सबै त्यहाँ बिरामी हेरेको मेरो आफ्नो अनुभव मैले त थ्याङ्क त लिएन। म जुन अस्पतालमा उपचार गरेँ दिल्लीमा राजीव गान्धी क्यान्सरमा, हाराहारी प्रत्येक दिन 10 बिरामी मध्येमा 3 बिरामी नेपाली हुन्थ्यो, 3 जना 4 जना 3 जना 4 जना। त्यो बस्थ्यो हामी रोहिणी सेक्टर भन्ने ठाउँमा बसेको, सबै नेपालीहरूको छ। त्यहाँ बस्नु पऱ्यो, खानु पऱ्यो, आउनु पऱ्यो, जानु पऱ्यो, उपचार गर्नु पऱ्यो। उपचारमा अपरेसन महँगो छ, औषधि महँगो छ, बस होइन डेरा महँगो छ, परदेश हो, सबै कुराहरू त हाम्रो पैसा त त्यहाँ गइरहेछ नि त। राज्यले यति कुरा त संवेदनशील भएर बुझिदिनु पऱ्यो नि त। कति दुःख पाइरहेछ भने त्यो एउटा अस्पताल जहाँ म एउटा अस्पतालमा उपचार गरेर त्यो अस्पतालको मैले उदाहरण दिएँ, त्यस्तो त 8-10वटा अस्पतालमा त्यहीँ गरिरहेछन्। कहाँ हुनुहुन्छ कोही साथी थोरै मेदान्तमा गराइरहेछ, फोर्टेजमा गराइरहेछ, कोही एम्समा गराइरहेछ भन्छ, कोही गङ्गाराममा गराइरहेछ भन्छ। अब मान्छेलाई जहाँ भरोसा भयो, जहाँ विश्वास भयो, जहाँ उसले एफोर्ड गर्न सक्छ त्यहीँ गर्ने हो होइन। कोही मुम्बई गराइरहेछ, कोही अझ विदेश जान्छ। तर पनि मलाई क्यान्सरसँगको कुराहरूमा टाइमली उपचार गर्नुपर्छ। हामीले कन्सेन्टमा टाइमली उपचार गरौँ। रोग लाग्छ सकेसम्म रोग लाग्न नदिनका निमित्त हामी सचेत हुने हो। हाम्रो खाना कस्तो छ, हाम्रो लाइफस्टाइल कस्तो छ, योसँग जोडिने हो। र अब पछिल्लो चरणमा तपाईँको नसर्ने रोगहरूमध्येमा यो क्यान्सर भए तापनि अलिकति अब म त्यति धेरै त बुझेन हेर्नु, तर अलिकति यो क्यान्सर जेनेटिक पनि जोडिँदै गएको छ भन्ने खालको कुराहरू आउँदैन। अब यो तपाईँलाई जेनेटिक होइन यो मलाई जेनेटिक होइन, तर त्यो रेन्जमा चाहिँ के छ भनेपछि मेरो बुवालाई पनि ब्लड क्यान्सर भएको हो, आमालाई पनि लङ्स क्यान्सर भएको हो। बुवाको बेला अब क्यान्सर त फेरि अब यो बहसको विषय होला, फेरि मलाई त्यति मेडिकलको कुरामा जान्दैन, तर पनि कहिले काहीँ अनुमान आशंका गर्थेँ त्यहाँ होइन। जेनेटिक क्यान्सर त हुँदैन भन्छन् होइन, त्यतातिर मेरो नलेज पनि छैन, तर पनि परिवारमा कसैलाई थियो कि थिएन भनेर पनि सोध्ने भएको हुनाले सायद होइन त्यो कुराहरू रहन्छ। अब यो नहोस् कसैलाई, ब्लड टेस्ट गर्दा पनि डर, एमआरआईको मेसिनमा बस्दा पनि डर, त्यो सल्लाह हेलिकप्टरमा चढायो कि हेर्नु छ म त थोरै खुलेर गर्दा, अनि त्यहाँ गर्दा कतिचोटि भगवान् पुकारिन्छ भन्ने कुरा त त्यो आत्मालाई थाहा हुन्छ होइन। के हुन्छ त अब रिपोर्ट पछाडि उपचार के हुन्छ, उपचार पछाडि जीवन के हुन्छ, जीवन के हुन्छ भन्ने कुरा आइसकेपछि त्यो बिरामीको अरू मैले पढ्थेँ कि पाठहरूमा थुप्रै त्यो मलाई त म अलि यो विषयसँग अलिक कमजोरी होइन, म राजनीतिक
क्षेत्रमा आए पनि होइन निर्णय गर्दै गर्दा तर त्यो क्यारेक्टर बन्यो। तर मलाई लाग्दछ मेरो एकदमै ठोस बुझाइ के छ भने आफ्नो लाइफस्टाइल र टाइमली डायग्नोसिस र ठाउँमा डायग्नोसिस होइन जहाँ ट्याक्क भन्न सकोस् त्यहाँ चाहे त्यो ब्लडको रिपोर्ट होस् चाहे एमआरआईको रिपोर्ट होस् एफएनएसीको। अब मलाई भन्नु न काठमाडौँमा एफएनएसी गराएको नेगेटिभ आएको छ। सुरुमै आएको भएमा 1 महिना ढिलो हुनु थियो नि त, 1 महिना छिटो हुन्थ्यो। 1 महिनामा त धेरै कुराहरू बिग्रिँदो रहेछ भन्ने लाग्यो होइन। अब अन्तमा तपाईँलाई चाहिँ अरूलाई के सन्देश छ अब? अरूलाई के सन्देश छ भने क्यान्सर भन्न बित्तिकै डराउनु पर्छ भन्ने जस्तो लाग्दैन मलाई होइन। टाइमली र ठाउँमा आफूलाई कहीँ न कहीँ मनमा शङ्का छ। अब हामी कहाँ 2 थरीको एकदम प्रष्टताका साथ भन्छु 2 थरी नागरिक छ। घरमा आर्थिक अवस्था कमजोर छ हाम्रो राज्यको होइन, हाम्रो नागरिकको अवस्था त्यही छ होइन। कसैले पनि सल्लाह दिन्छौँ हामी, कसैले पनि समाजमा बुझेका छौँ जानेका छौँ अलिकति पनि सल्लाह दिन्छौँ भनेपछि टाइमली उसले डायग्नोसिस गर्ने ठाउँमा जाऊ भनेर पनि हामीले भनिदिनुपर्छ। जहाँ पाए त्यही औषधि ल्याएर खाएर अनि उपचार गरेर ठिक भयो भन्ने कुरा चाहिँ यसलाई हामीले हेर्नु हुँदैन। नपढेको दाजुभाइ पनि हुनुहुन्छ, दिदीबहिनी पनि हुनुहुन्छ, परिवारमा आर्थिक अवस्थाको पनि कमजोर छ। बिरामी आज पेट दुख्यो भनेर महिनौँ दिनदेखि सुतिरहेछ क्या, अनि हेर्दा पछि क्यान्सर भइरहेको हुन्छ, घाउ भइरहेछ मुखमा होइन, दाँतको कुराहरू हुन्छ। यसका क्यान्सरका पनि धेरै त्यो तपाईँको क्यारेक्टरहरू हुँदो रहेछन्। कसैले मेरो नङ कालो भएर आइरहेको, कुर्कुच्चानेहरूको कालो भएको थियो भन्छ, कसैले मुखमा दाँत गर्दा रगत आयो। त्यसकारण भन्छ क्यान्सर हुँदैमा एकदमै आत्तिनु पर्ने एकदमै छटपटाउनु पर्ने कुरा पनि छैन। मैले तर यसलाई आत्मबलका साथ भयो भनेपछि पनि पत्ता लाग्यो भनेपछि पनि डाक्टरसँग सरसल्लाह गरेर अनि सही टाइममा सही औषधि प्रयोग गर्ने, उपचार गर्ने र डाक्टरसँगको सम्पर्क समन्वय, अस्पतालसँग नियमित सम्पर्क र समन्वयमा बस्नु पर्दछ र यसलाई जित्नु पर्दछ। म प्रेरणाले, सबै साथीभाइहरूको माया प्रेरणा र उत्साहले मेरो किमो र इम्युनो सकिरहेको छ, अझ मेरो फाइनल रिपोर्ट आउनु छ बाँकी छ, तर म यसलाई जित्छु। मेरो एउटा आत्मविश्वास छ, म यसलाई जितेर छाड्छु, म प्राप्त गरेर छाड्छु। हस्, यो तपाईँको व्यस्त समय र महत्त्वपूर्ण अनुभव चाहिँ सेयर गरिदिनु भयो हाम्रा दर्शकहरूको लागि। तपाईँ प्रिय स्मृति ढकाल मार्फत पत्रकार अनि मेरो भाइ पनि तपाईँ मार्फत मैले एउटा यो कुरा राख्न पाएँ, आफ्ना अनुभवहरू सेयर गर्न पाएँ। अब क्यान्सर लाग्दैमा हेर्नुहोस् होइन, मेरो देखेको कति छटपटाए, मेरो मनभित्रका कुरा छन्, मनका कुरा कति भन्ने छन् व्यक्त गरेर साध्यै छैनन्। दिवालसँग पनि कुरा गरियो, छतसँग पनि कुरा गरियो, अनि साथीभाइहरूको भिडमा बस्दाखेरि पछि पनि एक्लै मनसँग अन्तर्संवाद गरिराखियो होइन। अनि त्यो मौन पनि बसियो, प्रश्न पनि गरियो, जिज्ञासा पनि मेटिँदैन। डाक्टरलाई कति कुरा सोध्ने, त्यो बिरामी हुन्छलाई एउटा आफू बिरामी भएपछि कति सोध्ने त डाक्टरलाई, त्यहाँ डाक्टरलाई पनि इरिटेसन हुन्छ होला भन्ने लाग्यो। श्रीमतीलाई इरिटेसन भइहाल्छ, बच्चाबच्चीलाई इरिटेसन हुन्छ जस्तो लाग्छ। त्यो बिरामीको पीडा हुन्, बिरामीका छटपटाहट हुन्। तर पछि पनि उपचारमा आइसकेपछि सही समयमै हामीले यसको परीक्षण गरौँ र सही समयमै यसलाई उपचार गरौँ र यसलाई प्राप्त गर्न सकिन्छ। अब यसलाई कम हुन दिनका निम्ति हामीले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर सबैजनाले, राज्य र नागरिक सबैजनाले यसलाई संवेदनशील तरिकाले सोध्नुपर्ने अवस्था चाहिँ छ र तपाईँ मार्फत कुरा राख्न पाएँ। हस्, धन्यवाद। धन्यवाद। उहाँ हुनुहुन्थ्यो राप्ती सुनादी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल। आज उहाँसँग अलिकता उहाँको रोगसँग जोडेर उहाँले रोगलाई परास्त गरेर अहिले चाहिँ नियमित आफ्नो कामकाजमा फर्किनु भएको छ। समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। हस्, नमस्कार।